Hello guys, welcome to my vlog. This is me Daulama Bode हैन। आज चाहिँ मेरो यहाँ वर्कआउट भइरहेको छ हैन। त्यसैले म यहाँनिर अब हुँदै हुँदै म अब यहाँनिर घुम्न गइरहेको छु। लुखुर आउँछु हैन। लुखुर गएपछि फेरि एकजना आइदिन्छ ढ्याम्मै भएपछि त के गर्नु अब यसरी हिँड्नै पर्यो। हिँड्दै बाटोमा 1 करोड भेटियो। 1 करोड भेटेपछि म के गर्छु भन्दैन हाफ प्लेट चाउमिन खान्छु भन्नु मिलेन। त्यो त भनिसकेको छ नि। यो यस्तो काँडा छ हैन। काँडाले घोच्यो भने त चस्सो खतरा घोच्ने के यसले त यसरी। यो काँडको बाला यो फेरि कसको गाडी हो थाहा भएन हैन। कस्तो गाडीहरू ल्याम आइदिन्छ हैन। अनि मलाई त एकदम डर लाग्छ के गर्नु अब। मान्छे अब डराउनै पर्यो नत्र ल्याम्मै हानिदिन्छ। हान्यो भने त अनि मान्छे त गयो। फेरि गएपछि अर्को जुनी पाउँछ कि पाउँदैन। फेरि पायो भने त ठिकै हो नपायो भने फेरि तनाव हुन्छ। त्यस्तै हो। अब गाई जियो काँडा फेरि सुकेर त अझै दौड्यो के कडक के कच घोच्ने के यसले घोच्यो भने त तपाईँको यस्तो पाल पर्छ कहिले पनि निको हुँदैन। एउटा फुल रहेछ फेरि चुरुक भएको फुलहरू। यसलाई कुन फुल भन्छ त्यो त मलाई थाहा छैन। थाहा भएकोमा म तपाईँहरूलाई जानकारी गराइदिन्थेँ। के गर्नु अब यस्तै छ। अब हेर्नै पर्यो होइन। अब के गर्नु भ्लग बनाउनै पर्यो। भ्लग बनाएर यसो चम्किन्छ कि भन्यो चम्केकै छैन। के गर्नु जिन्दगानी दर्पण छाया भइहाल्यो होइन। कहिले घाम कहिले पानी। यो चाहिँ पानी हाल्ने मेसिन हो। यसबाट चाहिँ पानी हाल्यो भने तपाईँको आगोहरू लाग्यो भने एकदम निप्न सक्ने सम्भावना हुन्छ होइन। निप्न सक्ने सम्भावना के निप्छै भनौँ न। अब ठाउँमा हाल्यो भने त निप्छ नत्र त निप्दैन। यतिकै पैसा खेरो जान्छ। हेर्नुहोस् बलौटे माटो यसमा जे रोपे पनि फल्छ। आलु रोप्नुहोस् आलु ड्याम्मै फलिदिन्छ। यो गाडी कहाँको आम्मा यत्रो गाडी यस्तो गाडी चाहिँ चलायो भने तपाईँको जिन्दगीमा कति मजा। खाना लाउन ड्याम्मै पुगिहाल्छ। मस्त यस्तो गाडी चलाउने गर्नु त्यही हो। अब के भन्नु धेरै कुरा गऱ्यो भने गरे जस्तो हुन्छ। आज यस्तो मिठो घाम लागिरहेछ। के गर्नु गाइजहरू अब यस्तै छ जिन्दगीमा। हेर्नै पर्यो काम गर्नै पर्यो खानै पर्यो होइन। यो पोल हेर्नुहोस् कत्रो खतरा पोल छ। कहाँको पोल हटायो कि आमाम पोल त पोलै रहेछ कि। यो फुललाई केही यो फुलको नाम चाहिँ के होला। मलाई त फुलको नाम थाहा छैन तर दामी है खतरा फुल्ने के आमा। यस्तो भयो भने के खतरा फुल दिने है। ल यति भन्दै मेरो भ्लग आजलाई टुङ्गाउँछु। तपाईँहरूले मेरो भ्लगलाई सब्सक्राइब गरिदिनु होला। यति भन्दै अर्को भ्लग लिएर आउने नै छु। त्यससम्मको लागि बाई।